सबैलाई नमस्कार। मान्छेलाई एकदमै डरलाग्दो आगो लागे। दिल्लीमा यस्तो डरलाग्दो आगो लागे एउटा महलभित्र भएको छ। अहिले नेपाली सेनाको हेलिकप्टर उनी आगो लागि नियन्त्रणको लागि आइसकेको अवस्था छ। एकदमै भिडभाड आज इटली चौक अहिले अस्तव्यस्त छ। एकदमै डरलाग्दो अवस्था यो आगो लागिले धेरैजना त्यहाँभित्र पनि हराएको आशंका गरिएको छ। यो नियन्त्रणका लागि प्रयास जारी छ। देख्न सक्नुहुन्छ विभिन्न सबै दमकलहरू यहाँका सबै परिवारिएको छ, तर पनि आगोलाई नियन्त्रण हुन सकेको छैन। यो मान्छेमा तपाईँहरू सबैलाई व्यक्त गर्न चाहे अनि सेनाले चाहिँ यसलाई नियन्त्रण गर्ने प्रयास यो सेन्ट्रल मलमा लागेको आगो लागि हो। सेन्ट्रल हल सेन्ट्रल प्लाजामा लागेको आगो लागि हो। अहिले नियन्त्रण गर्ने प्रयास जारी छ। एकदमै डरलाग्दो अवस्था छ यो मासेज। म सबैसम्म परवाह गर्न पनि आग्रह गर्छु। एकदमै यो आगो लागेकोले धेरै अहिले इटालीवासी सबै आत्तिएको अवस्था छ। नेपाली सेनाको हेलिकप्टरले आगो लागेलाई नियन्त्रण गर्ने प्रयत्न गरिरहेको छ, तर पनि गाह्रो भइरहेको छ। सबै दमकलहरू सबै उपकरणहरू प्रयोग गर्दा पनि आगोलाई नियन्त्रणमा आइसकेको अवस्था छैन। यो विभिन्न ठाउँबाट चुनिनु भएको छ। अहिले त्यो हामी यहीँ आइपुगेका छौँ र काम्पुसे जिल्लामा हामी यता आउने क्रममा पिनलजीमा यहीँ छौँ। सबैलाई जोडिन आग्रह गर्छु। सबैसम्म यो खबर प्रवाह गरौँ। एकदमै अस्तव्यस्त छ इटली। आज रातिका सबै निकायहरूले चाँडै यसलाई नियन्त्रण गर्न नसक्ने हो भने ठुलो दुर्घटना निम्तिन सक्छ। एकदमै डरलाग्दो आग लागेको। एकदमै सेनाले नियन्त्रण गर्ने प्रयत्न गरेको छ। सेनाको टिम लागिरहेको छ। विपक्षमा नेपाली सेनाको योगदान अतुलनीय छ। सिङ्गो नेपाली समाजका लागि नेपाली सेनाले गरेका यी कर्महरू हामीले देख्छौँ। विपद जब पर्छ देशमा अप्ठ्यारो पर्छ तब नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी सबै क्षेत्रका सुरक्षा निकायहरू हटिएको अवस्था रहन्छ। यो मान्छे सबैसम्म खबर पुगोस्। यो आगो लागि नियन्त्रण गर्न गरिएको प्रयत्नलाई म धन्यवाद दिन चाहन्छु। कसैलाई केही नहोस्, मानवीय क्षति नहोस्। आज इटली